यो स्वर्गद्वार हामीहरू आइपुग्यौँ है। यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो रहेको छ स्वर्गद्वार। ले चल स्वर्गद्वार हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, नेपालको सबैभन्दा स्वर्गद्वार हेर्न सक्नुहुन्छ। सबैजना यहाँ हुनुहुन्छ। ल हावा चलिरहेछ है एकदम। ल हेर्न सक्नुहुन्छ स्वर्गद्वार। अब यहाँबाट स्टार्ट हुन्छ, कस्तो बाटो हुन्छ सम्पूर्ण म जानकारी दिनेछु, अपडेट दिनेछु है। यहाँ सबैजनाले यहाँ रहेको स्वर्गद्वार, स्वर्गद्वारी, स्वर्गको बाटो, स्वर्ग जाने बाटो। ल आमा के छ हालखबर? छोरासँग आउनुभयो, कतिको खुसी हुनुहुन्छ? मलाई कसले लिएर आएको? तपाईँलाई कसले लिएर आएको? मैले। अनि स्वर्गद्वारले तानेको हामी दुईजनालाई नै उहाँलाई नै तानेको होइन र? अनि मैले तपाईँलाई तानेको। ए तपाईँले उहाँको तानेको के को? उहाँ त सबै उहाँले नै तानेको, तर मन सबै उहाँको होइन। ल बेटी बेट। यहाँ म मेरो भाग्यमा जे लेखेको छ त्यही हुनेछ, जे इच्छा छ त्यही हुने। मेरो इच्छा जे छ त्यही पूर्ण हुनेछ, जस्तो चाहेको छु त्यस्तै पूर्ण हुनेछ। म त योभन्दा भाग्यशाली छु भन्ने गर्व गर्छु म। र मेरो नजरमै छेत्री महारानी बुढी बजू नै मेरो नजरमा हिँडिराख्नु भएको छ। अनि बेचारा आजी स्वर्गद्वार सब झन् एकै परिवार, ओकरे सन्तान थिए, सब तानै छौ महारानी। यी स्वर्गद्वार आजा सुको मौसी, आमा मनिषा, ममा देख, मोसा सब देख, हमरा सब कति अल्छियो बैमान। आइला मौसी देखाए कतै अल्छियो हमरा सबके। यो चाहिँ धर्मशाला। घोड़ा में चढ़ भी? हाँ ले चढ़ घोड़ा में चढ़ के स्वर्ग जाए पड़ते। हाँ ओहो ए यस्तो
यस्तो रहेछ। कुन मामी कहलियो न देखा दो त हात जान्छ अति चाख्ने छ यो स्वर्गद्वार ले चल चल माथि छ माथि माथि चल माथि छ माथि हामी इटरी हजुर इटरी सुनसरी इटरी मधैली मधैली बस ल है ल रञ्जित चौधरी एकजनाको कैसे भयो थाहा नै छ ओको नाम हाम्रो ल यहाँ त सोचा लाग्दैछ ल अब गेट आउँदैछ है अब गेट आउँछ अब स्टार्ट हुन्छ ल सबैजनालाई फेरि पनि स्वागत छ नयाँ युट्युब टिकटक फेसबुक पेजमा है आज राउतर आजको भ्लग हेर्न सक्नुहुन्छ युट्युब च्यानल चाहिँ गर्नु होला आज म नेपालको स्वर्ग जाने बाटोबाट म गेटबाट यहाँ मेरो पछाडि देख्नु भएको छ नि जसले यो भिडियो हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सब्सक्राइब भुलेर पनि सबै गर्नु होला हामी सबै जानकारी दिन्छु मैले है यो भिडियोमा हेरिराख्नु होला गेट है स्वर्ग जाने गेट अब यो यहाँबाट सम्पूर्ण तपाईँहरूलाई म देखाउने छु यो हेर्नुहोस् गेटबाट आएको म होइन यस्तो र चारैपट्टि हावा चलेको छ अहिले चैत महिनाको भिडियो यो चैत 12 गतेको ल हेर्न सक्नुहुन्छ चरा हावा चलिरहेछ ल यो गेट हो है यो गेट हो हेर्न सक्नुहुन्छ यो गेट हो है यो गेट हो ल ल यहाँ के लेखेको छ पढ्नु होला सबैले र यहाँ यसरी गेट चाहिँ यहाँनिर यसरी बसेको छ यसरी मसी आमा मनिषा आजी आज आउने आएछौ ले हाम्रो सबैको धेरै स्वर्गद्वार न स्वर्गद्वारले नि बल्ल तल ले यात्रा सफल है छै यहाँ रहोस् पोखरा हुँदै यो तपाईँको स्वर्गद्वार सबैजना आजी आमा मौसी मनिषा र म आएको छु घरबाट आज आउँदैछ र उता यो बाटोबाट सानो सिधै जान्छ यो बाटो सिधा स्वर्ग अब कस्तो बाटो छ फेरि देखाउँदैछु
अहिले हामी आएको यताबाट भिडियोमा पनि थिच्ली थिच्दै रे यो स्वर्ग गेटबाट अब हामी स्वर्गतिर लाग्दैछौँ कति रमाइलो स्वर्ग धेरै कति रमाइलो र यहाँबाट गेट हो भने अब यहाँबाट हामी के गर्नुपर्छ हामी तपाईँलाई म बताउने छु यहाँ हेर्न सक्नुहुन्छ उहाँ शङ्कर भगवान् यहाँ जुत्ता खोल्नुपर्ने हो ए थिए जुत्ता खोले पर्दै थिए जुत्ता खोले पर्दै ल यहाँनिर हामी यसरी यो यहाँनिर हामी जुत्ता कहाँ खेल्ने ए हो त्यो ल त्यहाँनिर हामी जुत्ता खोल्ने पर्छ ले हाम्रो साइम कतै लिए रे गाडी गाउँपालिका मधेली ले कतै लिए रे हाम्रो सब कखने स्वर्ग कुनटा बात छ यहाँ थियो ले सबजना छ ले 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 ल हामी सबैजना आएको छ यहाँ शिवशङ्कर भगवान् उहाँ हुनुहुन्छ हेर्नु पानी पोखरी यसरी यस्तो छ है ल भिडियो रहेको छ यो हो प्रवेशद्वार यहीँबाट हेर्नु त यहीँबाट स्टार्ट हो स्वर्गद्वार हामी अहिले ठ्याक्कै स्वर्गद्वार यहाँ आएको छौँ स्वर्गको बाटो जाने बाटो अब यहाँ कस्तो कस्तो छ यहाँ तपाईँहरूलाई म देखाइदिन्छु यहाँ यस्तो रहेको छ यो गेट हो है ल स्वर्गको कताबाट सुरु हो हो ल यस्तो रहेको स्वर्ग बाटो स्वर्ग जाने बाटो नानी ले कतेली स्वर्ग मन्दिर ले ल स्वर्ग आइम स्वर्ग हर हर महादेव ल यस्तो रहेको यतै आजी मनिषा सुको मौसी आमा कतेली रे स्वर्ग कहाँ स्वर्ग हो ल यस्तो छ आमा फोटो खिच्नु छ है ल स्वर्गद्वार यही हो स्वर्ग हेर्न सक्नुहुन्छ यही हो स्वर्ग यो हेर्न सक्नुहुन्छ यही हो स्वर्गको अर्थ के हो ल उता यस्तो छ ल हेर्नु यहाँ हो हजुरको तपाईँको महादेव शङ्कर भगवान् यस्तो रहेको छ हो जय शम्भु यस्तो छ है स्वर्गद्वार ल मन्दिर यस्तो रहेछ यहाँ यस्तो धर्मशाला यहाँ बस्ने ठाउँ पूजा गर्ने ठाउँ र यहाँबाट हामी यसरी यतापट्टि पनि आएको रहेछ यो स्वर्ग हेर्न सक्नुहुन्छ वेलकम टु माई युट्युब च्यानल फ्रेन्ड नाइस टु मिट यु वेलकम नेपाल ब्लग युट्युब च्यानल एभ्रीबडी फलो मी लाइक कमेन्ट सब्सक्राइब आई एम फ्रम नेपाल ब्लग च्यानल ग्रेटर नेपाल ल भिडियोमा रहेको स्वर्ग गड ब्लेसिङ अलवेज गड प्रोटेक्ट एभ्री सिचुएसन र यो स्वर्ग रहेको छ स्वर्ग भने के हो सम्पूर्णलाई थाहा छ यही हो स्वर्ग पनि यही हो नर्क पनि यही हो ल स्वर्ग जाने बाटो यहाँबाट यही हो यहीँसम्म हो आउने पर्ने अब यहाँबाट कहाँ जान्छ कता जान्छ यो तपाईको
धर्मशाला यहाँ लाइन लाग्छ यहाँ मन्दिर रहेको छ है हर हर महादेव ल मन्दिर अंदर फोटो खिच्न बनाइन्छ ल अहिले म ठ्याक्कै अहिले स्वर्गको बाटोमा छु स्वर्ग जाने बाटोबाट हामी स्वर्गमै आएको छौँ स्वर्गमा कस्तो कस्तो छ भन्दाखेरि यहाँ बन्दाकोपी हेर्नुहोस् हावाहुरी ल स्वर्ग यही हो मानिसहरू स्वर्गमा आउने यही हो मन्दिर रहेको छ र यो भित्र पूजाआजा भक्ति परिक्रमा गर्ने गरिन्छ यो वहाँनिर एउटा तपाईँको जङ्गल रहेको छ हावा सरर चलिरहेको छ चिसो हावा हेर्न सक्नुहुन्छ भ्यू पोइन्ट ओ भाइ बाबुलाई ल यो घरहरू स्वर्गकै यही हो स्वर्ग भिडियो कटिছে ल हेर्नुहोस् म अहिले ठ्याक्कै पहाडमा आएको छु यो स्वर्गद्वार स्वर्ग जाने ठाउँ जुन तपाईँहरूले हेरिराख्नुहुन्छ आज म स्वर्गमा आएको छु चारैपट्टि देखाइदिनु त कस्तो छ हो चारैपट्टि घुम्नु हो यस्तो छ स्वर्ग यही हो स्वर्ग हेर्नु र हो यो होम जबको घर हो घुम्नु हो यही हो स्वर्ग यता यसको पछाडि बारी छ मेरो ल म यहाँ छु र मेरो पछाडि बन्दाकोपीको बारी यसको पछाडि आउनु यहाँ स्वर्गमा अरू के पाउँछ हाम्रो टार्गेट होइन हाम्रो यस तोरो टार्गेटेड यहाँ बन्दाकोपी फुलकोपी ठुलो छ बन्दाकोपी भिडियोमै ल यो हो स्वर्ग यही हो स्वर्ग ल यही स्वर्ग हो स्वर्गमा म आएको छु आज राउटर युट्युबमा टिकटकमा भिडियो रहेको छ हेर्नु होला कस्तो रहेछ हस्त धन्यवाद थ्याङ्क यू गाइज अहिले हामी स्वर्गबाट फेरि हामी फर्किँदैछौँ आफ्नै स्वर्गतिर यो गेट ल यो हाम्रो स्वर्ग गेट स्वर्गद्वार
ल है हामी स्वर्गबाट आउँदैछौँ हर हर महादेव शम्भो बन्दैछ स्वर्गद्वारी बन्दैछ अँ स्वर्गद्वारी वास्तवमा स्वर्ग जस्तै छ चारैतिर त्यहाँतिर ए हिरो हिरो त स्वर्गद्वारी वास्तवमा स्वर्ग जस्तै छ चारैतिर रुखहरू छ हावा चिसो चिसो हावा चिसो चिसो छ यता आकाश बादल लागेको छ रस हतार रे त्यसै सावधान और हो मामी कखना निकलल हो सावधान तो कैसे हो गए रस 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 कति रमाइलो आइके त यतै रहे पर्दो ना हाँ पिटा नहीं राइट है तो हाँ यो भेट तो नहीं वीआईपी भाई नहीं नहीं इथे बैठे हो तो भात खाई भी नहीं हाँ वो थे ये था हाँ नहीं सीधा उधर लिम्बुनी ए लिम्बुनी रहे पर्दो ना हाँ ए हाँ हाँ त्यहाँ पुग्न सकेन भने